उहाँ दाजु 37 वर्षको, उहाँ चाहिँ पेसाले पुलिस हुनुहुन्छ। उहाँको प्रोफेसनमा घन्टौँ उभिनुपर्छ र जसले गर्दाखेरि यो उहाँको कुर्कुचाको दुखाइ बढेर आयो। यो कुर्कुचाको दुखाइको लागि उहाँले पहिला नै स्टेरोइड भन्ने दबाई लगाइसक्नु भएको थियो, तर त्यो स्टेरोइड भन्ने दबाईले खासै राम्रो काम गरेन र अहिले चाहिँ हामीले यो प्लाज्मा थेरापी गर्दैछौँ। र यो प्लाज्मा थेरापीमा यसमा हामीले अल्ट्रासाउन्डमा जुन ठाउँमा प्लान्टर फेसिया सुन्निएको हो त्यो पहिला पत्ता लगायौँ र त्यो पत्ता लगाइसकेपछि त्यो ठाउँमा हाम्रो सुई गइरहेछ, हेर्न सक्नुहुन्छ। सुई गएछ र सुई त्यहाँ लगेर अनि बल्ल हामीले प्लाज्माको इन्जेक्सन बिस्तारै बिस्तारै लगाउँदैछौँ। शङ्का लागेको हरेक ठाउँमा हामीले प्लाज्माको इन्जेक्सन लगायौँ। यो प्लाज्माले चाहिँ घाउ भर्ने, प्लान्टर फेसियामा जुन जुन टियरहरू भएको छ त्यसको घाउ भर्ने काम गर्छ र आशा गरौँ उहाँलाई दुखाइ कम्प्लिटली आराम हुनेछ भनेर। यो प्लाज्मा थेरापी गरिसकेपछि लगभग 5 दिन 7 दिनसम्म चाहिँ यसमा वेट बियरिङ गर्नु हुँदैन। यो कुर्कुचालाई आराम गर्न दिनुपर्छ अनि बल्ल यसले आफ्नो काम गरेर घाउहरूलाई रिपेयर गरिदिन्छ। भित्रको प्लान्टर फेसियाको घाउहरूलाई रिपेयर गर्छ यसले।